बालेन सरकारलाई पछ्याउँदै बालेन सरकारले गरेका काम, नीति तथा कार्यक्रमहरूलाई हेर्न चाहनुहुने तपाईँ सम्पूर्ण न्यायप्रेमी, देशप्रेमी दर्शकहरूको निम्ति 14औं हप्ताको भिडियो आज तपाईहरुको बीचमा लिएर आइसकेका छौं। तपाई हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया हामीलाई आफ्नो ठाउँ कमेन्टमा लेखि पठाउनुहोला र तपाईलाई हाम्रो भिडियो कस्तो लागिरहेको छ कृपया हामीलाई लाइक, शेयर, सब्स्क्राइब र सुझाव लेखेर हौसला प्रदान गर्नुहोला। आउनुहोस् आजको भिडियो हामी सुरु गर्नेछौं बालेन शाहको 14औं हप्ता। अजय राज सुमार्गी माथि सम्पत्ति शुद्धिकरणले अनुसन्धान थाले पश्चात नेकपा एमाले, नेकपा लगायत कम्युनिस्ट पार्टीमा एकताको चर्चा चुलिएको छ। बालेन सरकारले सरकारी कार्यालयमा आफ्नै सफ्टवेयर बनाउने तयारी गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको समयमा गृहमन्त्री सुदन गुरुङले भेष बदलेर भारतीय सीमावर्ती क्षेत्रमा अनुगमन गर्नुभएको छ। गृह मन्त्रालयमा पछि प्रहरीको सिस्टमको दुरुपयोग गर्न खोजेको आरोपमा 30 वर्षीय आदित्य सिंह पक्राउ परेका छन्। ट्राफिक नियमलाई कडाई तथा कार्यान्वयन गर्दै कालो सिसा भए 1 लाखसम्म जरिवाना र फोन चलाउने चालकलाई 10,000 जरिवाना गर्ने प्रक्रिया अगाडि बढाइएको छ र यो प्रस्ताव पेश गरिएको छ। र यस हप्ता निर्मला पन्त प्रकरणको अनुसन्धानमा पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। त्यसैगरी तपाईलाई यो हप्ता अझ थप के विषयहरू पनि समेट्नु पर्थ्यो भन्ने लाग्छ भने कृपया तपाईले हामीलाई लेखि पठाउनुहोस्। यो पनि बालेन सरकारको नीति तथा कार्यक्रम अथवा बालेन सरकारले यो हप्तामा गरेको एउटा विशेष काम हो भन्ने तपाईलाई लाग्छ भने तपाईले हामीलाई लेखि पठाउनुहोस् भन्दै आगामी दिन, आगामी साता फेरि हामी तपाईहरुसँग भेट्ने बाचा गर्दै अहिलेलाई बिदा हुन्छौं। हस्त नमस्ते। तपाईको हप्ता